नमस्ते दर्शकबिन, यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। भोलि अर्थात् आइतबार अक्टोबर 12 मा नेपाल भर्सेस युएई बीच हुने म्याचको प्री म्याच एनालाइसिस लिएर उपस्थित भएका छौं। भोलि नेपालले सुपर 6 अन्तर्गतको पहिलो म्याच युएई सँग सामना गर्दैछ, जहाँ खेल नेपाली समयअनुसार दिउँसो 4:15 बजे हुनेछ। यसअघि नेपालले कुवेतलाई 58 साथै जापानलाई 5 विकेटले हराई समूह चरण अन्तर्गतको 2वटा म्याच सिद्धाएको थियो, जस अन्तर्गत समूह बीबाट नेपाल र जापान सुपर 6 मा प्रवेश गरेका छन्। आइतबार हुने नेपाल भर्सेस युएई को म्याचलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। नेपालका कुशल भुर्तेल, आसिफ शेख र गुलसन झाल आफ्नो लयमा रहेका छन्। त्यसैगरी दिपेन्द्र सिंह ऐरी पनि प्रभावशाली खेलाडीमा पर्दछन्। उनी ब्याट र बल दुवैले खेललाई परिवर्तन गर्ने क्षमता राख्दछन्। यस सुपर 6 बाट उत्कृष्ट 3 टोली आगामी वर्ष 2026 मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने T20 विश्वकपमा सहभागी हुन पाउनेछन्। त्यसकारण भोलिको गेम नेपालको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। धन्यवाद।